हेर पोल्नु भनेर दाल चाल यसो पकाइ खानु मिठो हुन्छ पहिलाको पकाएको मिठो हुन्छ नि पहिला हेलो गाइज गुड मर्निङ यस्तो भ्यू देखेर उठ्न पाउँदाखेरि चाहिँ मजा अर्कै हुन्छ ल मजा नै फरक हुन्छ ए यो त अलि ठुल्ठुलोहरू रहेछ आमा हो यो चाहिँ आऊ 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 यता आऊ उडेला पखेटा बिचारा माउ भयो माउ यता आऊ न म नानी छैन लाग्नु सुन्दर माइली एउटा होला कहिले थुन्थ्यो मम्मीलाई बाख्रा चाहिँ नपालेको उतारो हेलो साथीहरू अब चाहिँ होम टाउनतिर लागेको होला अब चाहिँ हामीहरू होम टाउन जान्छौँ लाइक लिटरली सी दिस प्लेस म फेरि फर्केर आउँछु यो ठाउँ अब चाहिँ हामीहरू होम टाउन जाँदैछौँ एन्ड गेस गर्दा अहिलेसम्म तपाईँहरूले गेस गर्नु भएको छ कि छैन कि मेरो होम टाउन कहाँ हो भनेर गर्मी त छैन पक्कापाकी बोकेर यहाँ सबै ढाकेर हिँडेछु नि त एन्ड सी होम टाउन जाँदैछौँ नि त अब as you can see Daddy मर्दबहादुर राई भन्दै दुवा छ र मेच्छा छ गर्दै आएन त्यो साथीको त्यो छिन्ताको त्यहाँको साथीको भान्जा रहेछ लहेर को हो नि यसरी औँसीले टिप्ने व्यक्ति साथीहरू पानी पऱ्यो भने जाऊ हुन्छ भारी भयो साथीहरू हामी चाहिँ फाइनली प्रवेश गर्दैछौँ बाटो तर हामी अझै पनि पुगेका छैनौँ धोका भयो धोका यहाँ कालो पत्रै छ त्यहीँसम्म जान्छ ड्याडी कहाँ छ बाटो कस्तो छ बाटो भने ठिक छ दामी छ कालो पत्रै छ त्यहीँसम्म त्यही हाम्रो घर अगाडि रोड भने गाडी अनि त्यही अगाडिसम्म बाटो आइसकेछ घरसम्म बाटो आइसकेछ गाडी जान्छ भनेर बिहान पनि सोधे पानी यत्रो दर्ग्यो अनि बाटो कस्तो छ ड्याडी साथीहरू हेर्नुहोस् त्यहाँनिर दममा भएको मम्मी र म त उस्तैछौँ त बाउको मुखमा पुगेर नि गलाइसक्यो मम्मी कस्तो छ चक्लेट लाउडै गर्दै जाने हो बाउलाई हिँड हेर्नु नि त्यहाँ तम्सेर हिँडेछ ड्याडी यहाँ अनि बुढी र
बच्चा हराइन के गर्नुहुन्छ कसले लगेर चिनाउनुहुन्छ बेथा छ भन्दै मेथा छ र जुवा छानु घाँटी अब चिसो बनाउँदै लान धनकुटा चाहिने कति जाने अझै कति जानुपर्छ गाडी आधी घन्टा हिँड्नुपर्छ भने हिँड्नु न अब बाटो जान अब के अरे म पनि फेरि भनिदिनु त मेरो एउटा दाजु खोलौँ यो हाम्रो मम्मीको साह्रो नक्कल छ घरि ज्याकेट लाएर हिँड्नु ज्याकेट लाऊ ज्याकेट खोल ज्याकेट लाछन् ज्याकेट खोलेछन् अब हिँडेपछि गर्मी भइहाल्दैन यो एकजनाले घरसम्म गाडी जान्छ भनेर यहाँ हिँड्नु पऱ्यो एकजना यहाँ तरिका तरिका छन् कपडा सुकाउँदै हिँडे खान् मेरो कपडा कपडा नदेखाऊ ड्याडी 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 धनकुटा अब सुन्तलाको खेती होइन बाँसको खेती भइसक्यो हेर्नु सक्नुहुन्छ यहाँनिर बाँस छ यहाँनिर बाँस छ अघि बाटो ए बुर्सी भने नि जे भन्यो सुन्तला त होइन नि अनि धनकुटा प्रवेश भएदेखिको बाटो मैले बाँस बाहेक केही देखाएको छुइनँ यहाँनिर अदुवा भन्थ्यो मान्छेहरूले अदुवा भन्थ्यो अदुवा नि देखिनँ म आएर सजाएर राख्छु नि किन्यो भने म सजाएर राख्छु म गाडी कुदाएर आउँछु गरेर हेलो साथीहरू वेलकम टु माई होम टाउन साथीहरू मेरो होम टाउन कस्तो लागिरहेको छ तपाईँहरूलाई डु कमेन्ट अनि होइन तपाईँहरू धनकुटावासीले नै हेर्दै हुनुहुन्छ भने प्लिज लेट्स मिटअप गरौँ हामीहरू हिलेमा आएर जस्ट आउने मान्छे नभएको होला यो बाटो आउँछ रामदाइले मन रोप्ने माला भिरेछ नि त अघि हाँसुको पाराले दुईवटा झोला भिरेर हिँडेको थियो हाम्रो ड्याडी धनकुटामा घरे तपरा पाउने रहेछ दादी घरे तपरा यहाँ सबै छन् साथीहरू ओर्लिँदा गएको भएछ बसाइसराइ भएको जत्तिकै हिँडेर उहाँदेखि हिँडेर आएको अझै हिँडेको छौँ हामी बसै सरा गऱ्यो भने सजिलो हुन्छ हामीहरू हिँड्दैछौँ अझसम्म पनि पुगेको छैन दुःख होम टाउन दिस इज द रिजन वाइ आई अभोइड होम टाउन भनेर भन्न नमिल्ने यस्तो रिजन्सको कारणले गर्दाखेरि नै चाहिँ लाइक म काठमाडौँदेखि होम टाउन ज्यादा आउँदिनँ क्या बाटो यस्तो छ क्या त्यही भएर न म त्यति साह्रो होम टाउन चाहिँ आउँदिनँ कि मुस्किल हुन्छ यसरी हिँड्नुपर्छ हेर्नुहोस् रोडहरू गाडी पनि पाउँदैन अनि हिँड्नुपर्छ अनि पानी पऱ्यो भने झ्याउ हुन्छ है मैले फटाफट आउँ गफ गर्नु पाएपछि फेरि म परेर गफ नगर फटाफट आऊ
भाउजू यो ओक्सा आइदेखि म चाहिएको ल कोनी बाजे लागेको छाड्यो अरे नमस्ते दिने बामा उनका नामडोङ भन्ने घर नामडोङमा हजुर यो परे साथीहरू यो पर आले आले हजुर टमाटर ए आले नामडोङ साथीहरू अब गाउँघर आएपछि यसरी भेटघाट गरिन्छ भेटिन्छ एन्ड हेर्नुहोस् अमै यस्तो बाटो हिँड्दैछु म यतिको पुरै नि पुरै आज त नि भाले खाएको मान्छेको होइन ओइ नहाम फाल्नु त खुट्टा दुख्यो भने चाहिँ नि हाम फालेछ आज त हामी बसाइसराई भएछौँ के हिलेदेखि होइन बसाइसराई भएर हिँडेछौँ के हो कि होइन साथीहरू अबै हिलो रहेछ नि कसरी जाने यो यहाँनिर होइन हौ ड्याडी कस्तो बाटो ल्यायो यहाँ लिन्छ बाटो बेरबारी कमाउँदो अनि कोचो बुहारीहरू छ यसको छोरा मम्मी साथीहरू हामीहरू 2 बजीदेखि आइपुग्यो होला यता छिर्दा उता यता छिर्दा गर्दा हामी अहिलेसम्म घर पुगेको छैनौँ हिँड्दैछौँ अब गाउँघरमा आइपुगेपछि उसलाई भेट्यो उसको घरमा गयो खायो होइन गर्दा हामीहरू बाटोमै छौँ तर मलाई साँच्चै हामी काठमाडौँमा हाइकिङ गर्छौँ ट्रेकिङ गर्छौँ नि त्यस्तै फिल भइरहेछ ब्यागको पोत्रा पतेराहरू बोकेर हिँड्दैछौँ ट्रेकिङ जसरी अनि यो बाटोहरू लाइक यहाँ हिँड्दाखेरि चाहिँ होइन शान्त छ राम्रो छ होइन ठिक छ तर यत्रो भारी बोकेर ओ माई गड त्यो पनि एकतिर बोकेको एकतिर अब नबोकौँ त के गरौँ चाहिन्छ आफूलाई सामानहरू बोकौँ त यहाँ भारी भइसक्यो मलाई साथीहरू कस्तो लाग्दैछ अहिलेसम्म मेरो महिनामा साथीहरू यो हेर हामी घरमा आइसक्यौँ होइन दिस इज आवर होम टाउन यहाँ जङ्गल छ होइन अनि त्यसपछि माथि चाहिँ गफहरू भइरहेको होइन दिस इज आवर हाउस लाइक म घुम्दैछु के क्यारिङ सम ग्याजेट अनि हेरौँ सुन गफ चलिरहेको छ यहाँनिर चाहिँ गफ चलिरहेको छ त्यहाँ 2टा सेतीले मलाई हेरिरहेको छ साथीहरू धनकुटा इज फेमस फर दिस यो सानो सानो चिचिला लगाएर देख्नु भएको छ नि यो सुन्तला हो यसको लागि फेमस हो क्या सुन्तलाको लागि साथीहरू हाम्रो घर आइपुग्यौँ हामी फाइनल्ली यो चाहिँ हो हाम्रो घर अनि यहाँ हाम्रो घरदेखि देखिने सिन हो क्या यो यहाँ हाम्रो ड्याडी यहाँ हाम्रो दादा
यहाँ हाम्रो मम्मी ऊ त त्यो बोट ठुलो बाल्टी गरेको नि अब उयो खाएर चाहिँ एन साथी लो अब अंकित सिमरा बेली सदी राम्रो राम्रो हुनु कमाएर धेरै धेरै कमाउनु हेर्नु हुन्छ राम्रो बस है ल है मोटर बाटो हिँडिँदैछ साथीहरू यो चाहिँ कफीको बोट होला उता जान डर लाग्यो यार यो फुलै फुलहरू छ नि त अनि मौरीहरू कति धेरै रहेछ क्या ऊ धनकुटा फेमस पऱ्यो अर्को यो कफीको लागि साथीहरू म बिचमा परेछु मेरो जङ्गल हेर्न आएको कि पुरै हाइकिङ नै भएको छ अनि मेरो बाउ तलतिरबाट आउँदैछ मेरो मम्मी अगाडि पुगिसक्यो अनि म बिचमा हेलो साथीहरू हेर्नुहोस् लाइक आज म चाहिँ यता लाइक हुन्छ नि कहाँ आएको थाहा छ अहिले चाहिँ मसँग यो स्ट्यान्ड छैन कि त्यही भएर अलिकति स्टेबल नहुनसक्छ मेरो भिडियोहरू सो माफ गर्नु होला अहिले चाहिँ मेरो ड्याडीको फुपूको घरमा आएको छु अनि अहिले चाहिँ यहाँ भेटघाटहरू हुँदैछ अनि मेरो ड्याडी र मम्मीहरू चाहिँ गफ गर्दै हुनुहुन्थ्यो अनि आज मेरो के भएको थियो भने थोरै अपडेट दिन्छु ल म आज थलथले गएको लाइक तपाईँहरूले थाहा पाइसक्नु भयो मेरो घर चाहिँ धनकुटा हो एन्ड माई होम टाउन इज धनकुटा एन्ड आइ एम ब्याक इन धनकुटा केही दिनसम्म म यहाँ बस्छु लाइक केही यस्तो हल्का फुल्का भिडियोहरू चाहिँ बनाउँछु तर म त्यस्तो पुरै भिडियोहरू चाहिँ बनाउँदिनँ किनकि म यहाँनिर आफ्नै कामले आएको हो सो आफ्नो काम पनि गर्नु पऱ्यो त्यही भनेर पनि हो अनि त्यसपछि आज चाहिँ म थलथले गएको थिएँ बाइकमा यस्तो बाटो यस्तो कच्ची छ नि लाइक अनि बाटो यस्तो कच्ची छ कि त्यो जाँदाखेरि त ठिकै त फर्किँदाखेरि चाहिँ घोडामा बसायो हो कि बाइकमा बस्यो हो केही हुने भएन कि अनि त्यसपछि लाइक अब यस्तो चिनजानहरू गरियो भेटघाटहरू गरियो अनि यस्तै हो गाउँठाउँको घर हेर्नुहोस् रमाइलो छ जिन्दगी हेलो दादाको नाम के हो? तपाईँको नाम के हो? आर्यन हो। आर्यन दाजु है होइन है। हो है किन है? दाजु हेर्नु त त्यहाँ दाजु के छ हालखबर दाजु ठिक छैन। ठिक छैन यसलाई हेर्नु त है पानी परिरहेको छ ओ डल्लु बस्नु कहाँ हुनुहुन्छ खोइ कहाँ हेलो गाइज साथीहरू म कि यहाँनिर जाँदैछु कि यहाँ माथिल्लो घरबाट तलको घर जाँदैछु तर मैले बाटो बिर्सेँ अनि बाटो बिर्सेर
म जाँदैछु। ओ यार लड्यो भने छैन है, सँगसँगै लड्नुपर्छ। सहरमा बसेको मान्छे यस्तो यस्तो बाटोहरू, यो बाटो झर्दैछु म। पानी परेर फेरि सबै माटोहरू गिलिक गिलिक भएको छ कि, अनि अयो अनि गिलिक गिलिक भएको छ। गिलिक गिलिक भएर हिँड्दैछु क्या। हल्लियो हौ मेरो भिडियोहरू, हल्लियो भने पनि फाइनली म सही बाटो आइपुगेँ। बाटो बिर्सेपछि त फेरि धेरै थरीको चिज बन्द रहेछ, नजान्ने बाँसबाट धेरै चिज जापानिज र चाइनिजले जान्ने। अहिले चाहिँ हामी यहाँ काम गरेर बसिरहेछौँ। यो रे भोजपुर, हाम्रो पुर्ख्यौली घर। यो चाहिँ हाम्रो पसल, यहाँ आएर हामीले किन्नुपर्ने हुन्छ। अनि त्यसपछि यहाँनिर स्कुटीहरू बाइकहरू बिग्रियो भने यहाँ बनाउने हो। यहाँ भेटघाट हुँदैछ, गफगाफ हुँदैछ, लाइक हुन्छ नि। यो चाहिँ यस्तो हो क्या हाम्रो घरतिर हुने कुखुराको खोर चाहिँ। यहाँ कुखुरा रेस्ट गरिरहेको छ, अनि यस्तोमा अब पानी हालेर दिन्छौँ होइन। अनि यस्तरी फलहरू लागिरहेको छ है। अनि यो छ नि, यो हामीले भाँडाहरू धोएर सुकाउने ठाउँ, यहाँ धारा लाइक यस्तै नै हुन्छ गाउँघरको घर भनेको। अनि लाइक डाँडा काँडाहरू कति धेरै टनक्कै देखिन्छ है। साथीहरू फाइनली लाइक हाम्रो घरको काम चाहिँ सकियो। अनि लाइक हुन्छ नि, घरको कामहरू चाहिँ सकियो। अब चाहिँ हामीहरूको भेटघाटहरू भइरहेछ, गफगाफहरू भइरहेछ। अनि त्यसपछि लिएर हामीहरूको चाहिँ भेटघाट हुँदैछ, गफहरू हुँदैछ, कुराकानीहरू हुँदैछ। अनि अब के हुन्छ, अब गाउँघरको बसाइहरू यस्तै नै हुन्छ, यस्तै हो। त्यो लाइक हुन्छ नि के नयाँ कुराहरू चाहिँ के भनिरहेको हो, देखाइरहेको हो। अनि लाइक जस्तो होम टाउन्सहरू, मेरो होम टाउन तपाईँहरू धेरैजनाले चाहिँ होम टाउन कता छ के हो भनेर भन्नुभएको थियो। त्यही भएर मैले चाहिँ क्याप्चर गरिरहेको, किनकि मैले धेरै लामो समयपछि चाहिँ भिडियो बनाएको छु नि त। अनि धेरै ग्यापपछि बनाएको छु नि, त्यही भएर चाहिँ मैले होम टाउनको भ्लग गरेर लिएर आएको छु। एन्ड यस, दिस इज माई होम टाउन। अनि यस्तै नै छ। अब अरू कुरा त भिडियोमा लिएर आउँदै गर्छु। साथीहरू अब म जाँदैछु यहाँदेखि, म फेरि फर्केर आउँछु। And I'm going to say bye to all this. भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला है।